यस्तो हुन्छ, म पहिला सम्बन्धको कुरा अलिकति गरिहाल्छु है। मैले चाहिँ उहाँलाई भन्ने काका हो। किन काका भन्छु भने भतिज या छोराको चाहिँ अधिकार हुन्छ र खुट्टा ढोग्न मिल्छ। मैले उहाँको पाउ चरण स्पर्श गर्छु। तर उहाँले मलाई भान्जा भन्नुहुन्छ। उहाँले भान्जा भन्नुको कारण चाहिँ भान्जालाई लात हान्नु मिल्दैन, झोलीको देउता हो। त्यसकारण सम्बन्ध त बोलाउने एउटा खालि ऊ त हो, तर त्यसभित्र भएका ती सम्बन्धका रेस्पेक्ट, त्यो सम्बन्धभित्रका अनेकन चिजहरू हुन्छ नि, मिठा कुराहरू। उहाँले म तपाईँलाई भान्जै भन्छु किनभने भान्जा भनेको झोलीको देउता हो। भतिजो त लाताले हिर्काउनु नि मिलो, जे गर्न नि मिलो। अनि मैले पनि भने म हजुरलाई चाहिँ काका भन्छु, किन काका चाहिँ बाउ हो कि, बुझ्नुभएन? उहाँको पाउ पढ्न मिल्यो, भान्जाले त मिलेन नि त। त्यसकारण यो सम्बन्ध सायद एकदमै अचम्मको सम्बन्ध हो। फिल्म त तपाईँ अहिले बनाउनु भयो होइन, मैजारो प्रोडक्सनमा त योभन्दा अगाडि पनि इन्भल्भ भइसक्नु भएको छ, तर एकताका तपाईँहरू दुईजना फिल्म बनाउन पनि हिँड्नु भएको थियो। हजुर, हो नि, धेरै अगाडि फिल्म हो। फिल्म बनाउने भनेर सबै फाइनल भयो। पछि केदार काकाले चाहिँ उता के अरे छक्का पन्जा टिमसँग त्यतापट्टि गर्नुभयो। मैले चाहिँ अलिकति त्यति बेला समय दिन नसकेको, उहाँहरूले मलाई समेट्नु पनि भएको हो। त्यति बेला एकदमै धेरै टाइमको म देश विदेश अलिकति बढी नै दौडिने भइरहेको थियो। त्यो कारणले गर्दाखेरि चाहिँ मैले त्यति बेला सँगै गर्न सकिनँ। अनि उहाँ चाहिँ छक्का पन्जापट्टिबाट रेगुलरली गइराख्नुभयो। म चाहिँ भ्याउँदा टाइम मिल्दा गरिरहेको थिएँ। र अब फेरि पनि निकट भविष्यमा चाँडै। तकमे चाहिँ कसको आइडिया थियो? उहाँको यस्तो, मसँग एउटा क्यारेक्टर थियो, तर अरूले माग्ने बुढा भन्यो नि मेरो चाहिँ दिने बुढा हो। मसँग मागेको केही छैन उहाँले, बरु मैले उहाँसँग माग्ने हो आशीर्वाद सधैँ। त्यसकारण उहाँको नाम चाहिँ दिने बुढा। उहाँले दिनुभएको नाम हो यो। अहिले म जहाँ छु, जे छु, जतिजना मान्छेहरूले अथवा दर्शकहरूले, संसारभरि नेपाली भाषीहरूले चिन्नुहुन्छ, त्यो चिन्ने परिचय चाहिँ उहाँले बनाइदिनु भएको हो। तर त्यो पात्र चाहिँ मसँग थियो, नाम थिएन। यो पात्रले कथा भन्छ भन्ने थियो, तर कति भन्छ, कसरी भन्छ, त्यसको मापदण्ड मसँग थिएन। किनकि मलाई थाहा थिएन नि त त्यो कसरी गर्छ, त्यसको त विभिन्न तानाबुना हुन्छ, त्यसको ब्याक स्टोरी होला, त्यसले अगाडिको के होला, त्यो सबै थाहा थिएन। तर मसँग एउटा पात्र चाहिँ थियो। त्यो पात्रलाई चाहिँ जीवन दिनुभएको चाहिँ आदरणीय गुरु केदार प्रसाद घिमिरे। उहाँसँग त सम्बन्ध भयो, धुर्मुससँग खासै होइन। उहाँहरूको यस्तो थियो, टाइम एन्ड सेड्युलले गर्दाखेरि दुईवटा सेपरेट सुट हुन्थ्यो टाइमिङले। एउटै युनिट एक दिनमा एक एपिसोड गर्नलाई गाह्रो हुने भएको भएर एक दिन एउटा सुट हुन्थ्यो, एक दिन अर्को सुट हुन्थ्यो। त्यति धेरै काम। तर उहाँसँग मैले सिनेमामा चाहिँ काम गरेँ, सेन्टी भाइरसमा चाहिँ सँगै काम गरेँ उहाँसँग, र सहकार्य गरेर हामी धेरैवटा देशहरू जाने आउने चाहिँ भएको छ। कलाकार नै रहनु पर्थ्यो उहाँ कि बिग्रियो जस्तो लाग्छ? यस्तो हो, उहाँ कलाकारै रहनु पर्थ्यो, कलाकारितामै उहाँको थियो। अब राम्रै भइरहेको थियो। समय काल र परिस्थितिले उहाँलाई चाहिँ नि, उहाँले बन्छु भनेर हो या समय परिस्थितिले उहाँलाई चाहिँ एउटा राम्रो सामाजिक व्यक्तित्व बनाएर अगाडि लिएर गयो। तर जो कलाकारितामा जुन एउटा छलाङ थियो उहाँको, त्यो चाहिँ किनभने त्यसको विज्ञ हो नि त उहाँ कलाकारिताको, त त्यस सम्बन्धी उहाँलाई थाहा छ, त्यही गर्छु भनेर आएको। त्यसमा चाहिँ उहाँले अलिकति हावापानी आउँदा पनि आफूलाई सम्हाल्न सक्नुहुन्थ्यो होला। तर त्यो चाहिँ क्षेत्र उहाँको नभएकोले गर्दा बिचरा उहाँले त्यो कन्ट्रोल गर्न सक्नुभयो। फेरि एकैचोटि भगवान बनाइदिएर अनि एकैचोटि गिराइदिने बानी पनि छ हाम्रो। हामी छिट्टो यस्तो छ, हामीलाई छिट्टो देवत्वकरण गर्छौँ।